हेलो सबैजनालाई नमस्कार। आज सानो एउटा ब्लग बनाउन इच्छा गरिरहेको छ आमाको विषयमा। आज म धेरै फेसबुकमा हेरिबस्छु कि भिडियोहरू। कतिजनाले चाहिँ आमा बाउले यति डरलाग्दो टर्चर गर्छ कि हेरेर पनि नि यति डरलाग्दो माया लाग्छ कि। तर म भन्छु कि है आमा बाउले चाहिँ कहिले पनि हेला गर्नु हुँदैन है। किनकि एक टाइममा आमाले 9 महिना 9 दिन कोखमा राखेर जन्म दिनुहुन्छ। उहाँले कतिको प्रेरणा खप्नुहुन्छ, बर्दाश्त गर्नुहुन्छ है। तर हामीले ठुलो भएर के गर्छ, आमा बाउले हेर्दैन, आमा बाउको माथि क्रोध देखाउँछ, रिस देखाउँछ। आखिर आमा बाउ चाहिँ हामीको लागि राम्रो लागि भन्नुहुन्छ, नराम्रो भन्दैन है। तर आजकल चाहिँ के हुन्छ, छोराछोरीको बिहा गर्न बादमा चाहिँ खालि अर्को कुरा सुन्छ है। आमा बाउको माथि यति साह्रो नराम्रो टर्चर गर्छ, यति साह्रो नराम्रो। खास गरेर मैले कतिवटा भिडियोमा देखेको, आमाले यति नराम्रो प्रकारले कुट्दै गरेको हुन्छ कि त्यस्तो गर्नु हुँदैन है। त्यस्तो गर्नु चाहिँ म पापी इन्सान हुन्छ है त्यस्तो चाहिँ। तर त्यस्तो मान्छेले चाहिँ राम्रो ठाउँ पाउँदैन है। मेरो आमाले हेरिहाल्नुहोस्, म एउटा बाहिर जब गर्छु है, एउटा बिजनेस गर्छु, जब मतलब होइन सरी, बिजनेस गर्छु। तर पनि म उहाँबाट आएर मेरो आमालाई म राम्रोसँगले खिदमत गर्छु, सेवा गर्छु। किनकि उहाँको सेवा गऱ्यो भने उहाँले आशिष दिनुहुन्छ। यही धेरै एउटा ठुलो कुरा क्या। आमाको आशिष पाउनु त एउटा भाग्यवानी हुनु पर्यो। तर म भन्छु कि तपाईँहरू चाहिँ आमामाथि टर्चर नगर्नु हो। आमाले माया गर्नु है। जस्तो प्रकारले हामी सानोदेखि हुर्काउँछौँ माया गरेर, हामीको कति नराम्रो बोली, कति हामी बदमासी गरेको हुन्छ है। तर पनि आमाले खपिरहेको हुन्छ, हामीले सम्झाएको हुन्छ, तर हामीले सम्झिँदैन। आमाले उल्टा झापट्छ, नराम्रो बोली गर्छ, त्यस्तो गर्नु हुँदैन है। आज मेरो आमा 1 महिना भयो, आज प्यारालाइसिस भएको थियो। अनि प्यारालाइसिस पनि कसरी, अनि खास चाहिँ ब्रेन स्ट्रोक हुनुभयो। ब्रेन स्ट्रोक हुँदाखेरि चाहिँ आमाको अनुहार पनि भाँगेको थियो, एउटा हात एउटा खुट्टा चल्थेन हो। आज मैले कन्टिन्यू थेरापी राखेँ हो। थेरापी राख्दाखेरि चाहिँ आज मेरो आमा अलिअलि चल्नु भयो, हिँड्दैछ अहिले। मजाले हात उठाएर पनि खाना खाँदैछ हो। पहिला त यो पनि उठाउन सक्थेन हो, बस्नु पनि सक्थेन, खाना पनि खान सक्थेन हो। खुवाइदिनु पर्थ्यो, बिस्तारामै सबै कुरो हुन्थ्यो। तर आज मेरो आमा चाहिँ राम्रो भएछ। भगवान्माथि धन्यवाद, ईश्वरमाथि धन्यवाद है। मेरो राधे कृष्णमाथि धन्यवाद। कतिजनाले भन्नुहुन्छ कि अब सायद म यस्तो किन भनेको हो भनेर चाहिँ, यो चाहिँ किन भनेको भनेर चाहिँ सबैजना छोराछोरीको लागि चाहिँ क्या एउटा चाहिँ माया भनेको कि आमा बाउको माथि चाहिँ माया हुनु पर्यो भनेर चाहिँ मैले यो कुरा गरेको। हामीले एकदमै धेरै माया गर्नुपर्छ है आमालाई। किनकि अहिले चाहिँ यो उमेरमा चाहिँ मेरो आमा चाहिँ 60 वर्ष पुग्नुभयो। यो उमेरमा चाहिँ एकदमै आमा बाउ चाहिँ जति एज हुँदै जान्छ उहाँको, त्यति उनीहरू सानो हुँदै जान्छ, हामी ठुलो हुँदै जान्छ। त्यही कारण चाहिँ हामीले नानी जस्तै ट्रिट गर्नुपर्छ उहाँको सँगै होइन। सरी है, अगर गल्ती भयो भने त सरी। और अगर मेरो कुरा तपाईँहरूले राम्रो बुझ्नुभयो भने चाहिँ मलाई लाइक कमेन्ट गरिदिनुहोस् हो। मलाई खुसी हुन्छ कतिजनाले लाइक कमेन्ट गर्दैछ, कतिजनाले चाहिँ मेरो कुरा बुझ्नुभयो। खुसी हुन्छ मलाई। सेयर पनि गरिदिनुहोस् ताकि सबैजनाले यो भिडियो हेरेर आफ्नो आमा बाउले माया गरोस् है। उहाँको हरेक चिज आफ्नो सम्झेर माया गरेर चाहिँ राख्नुहुन्छ है, राख्नुपर्छ। यति भन्दै राखेको ल है।